पुत्रद्वारा हो कि होइन? कसरी हो भनेपछि त कसरी सोध्नु पर्यो त लु भन्नु कसरी? त्यसको पनि पुष्टि छ बाबा, त्यसको पनि पुष्टि छ र त कसरी भन्दैछु त? तपाईँले नभने बित्तिकै त मैले पुष्टि गर्नु पर्छ। ल परमेश्वर अदृश्य रूपमा नो 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 अनि पुत्रलाई पठाउनु भयो। नो 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 त्यो एन्सर होइन, त्यो एन्सर गलत हो। यहाँ के भन्छ भन्दाखेरि पिता परमेश्वरले सबै सृष्टि गर्नुभयो, पुत्र येशू ख्रीष्टद्वारा सृष्टि गरेको हो। वचनको वचनको येशू ख्रीष्ट हो, पुत्र हो वचन। त्यही वचन चाहिँ के आउनुभयो? देहमा आउनुभएको, मानिसको रूपमा आउनुभयो। वचन सारा सृष्टि भएको हो राजा। त्यसरी बुझ्नु पर्यो क्या हामीले। बुझ्नुभयो अब? अब कार्य फरक हो कि रहेछ? पिताको कार्य के रहेछ? योजना बनाउने गर्ने कसले गर्नुभएको रहेछ? अनि पिता परमेश्वरले के गर्नुभयो? पुत्रलाई धरतीमा पठाउनु हो। रियालिटी हो नि त। अघि पनि बाबुले भन्दै युवारा 3को 16 होइन? युवारा 3को 16 हो। परमेश्वर पिताले पुत्रलाई के गर्नुभयो? बलिदानको लागि धरतीमा पठाउनु भयो, पापको छुटकाराको लागि, मान्छे जातिका लागि। अनि पुत्रले चाहिँ के गर्नुभयो? अब कामको फरक, उहाँले त पठाउनु भयो। अब पुत्रको फेरि छुट्टै कार्य छ। पुत्रले चाहिँ पृथ्वीमा आएर मानिस जस्तो हुनुभयो। 100% मानिस है फेरि उहाँ। यसरी बुझ्नु होला, उहाँ 100% मानिस हो र 100% परमेश्वर हो। यस विषयमा कुनै दिन बच्चा आउला। उहाँ 100% मानिस हो, 100% परमेश्वर हो। तर उहाँ 100% मानिस भएर परमेश्वरको त्यो शक्ति चाहिँ थिएन। त्यो पनि आउँछ। शक्ति चाहिँ उहाँले आयो भने जब उहाँले बत्तिसमा लिएर ढुकुरको पवित्र आत्माले बास गर्नुभयो नि उहाँलाई, त्यस पछाडि मात्रै उहाँले सेवकाईमा छिर्नु भएको छ। त्यसपछि मात्रै उहाँले शक्ति प्राप्त गर्नु भएको छ। नभए तपाईँ हामी जस्तै नर्मल मान्छे हो, तर पवित्र हो। हालेलुया। यसको विषयमा कुनै अहिले होइन, होइन? पुत्र परमेश्वरले के गर्नुभयो त भन्दाखेरि तपाईँ हाम्रो पापको छुटकाराको निम्ति चाहिँ यो पृथ्वीमा आएर के गर्नुभयो? निष्पोटमा भएर बलिदान दिनुभयो। हालेलुया। काम फरक भयो नि। पिताले पठाउनु भयो, पुत्रले बलिदान दिनुभयो, फरक। अब पुत्र चाहिँ के गर्नुहुन्छ त? अनन्तमा अन्तिममा चाहिँ फेरि यो पृथ्वीमा आउनुहुन्छ भनेर वचनले भन्दछ। फरक हो कि होइन? पृथ्वीमा न्याय गर्न आउनलाई पिता आउनुहुन्छ त, पवित्र आत्मा आउनुहुन्छ त, को आउने भनेको छ त? येशू ख्रीष्ट आउने भनेको छ कि छैन? पुत्र आउने भनेको छ कि छैन? प्रत्येकको फरक फरक कार्य भयो कि भएन त? त्यो भएको कारणले गर्दाखेरि अब पवित्र आत्माको काम चाहिँ के होला त? पवित्र आत्मा पिउजाउने काम गर्ने। हालेलुया। पिउजाउने काम, त्यसलाई हुर्काउने काम, त्यसलाई फोडाउने काम। हालेलुया। बुझ्नुभयो प्रश्न? हो, त्यसैले गर्दाखेरि कार्य त फरक पर्छ नि त, हो कि? पिता पुत्र होइन, पुत्र पवित्र आत्मा होइन, पवित्र आत्मा फेरि पिता हुन्छ है। त्यसरी नबुझ्नु होला, एकै भित्र रहेर होइन। त्यसले गर्दाखेरि जहिले पनि पिता पुत्र र पवित्र आत्मा भनेर जोडिएर आएको हुन्छ क्या। उहाँहरूले मिलेर काम गर्नुहुन्छ होइन, मिलेर काम गर्नुहुन्छ। उहाँ छुट्टिनुहुन्न। उहाँ एउटा यस्तो किसिमको सङ्गठन छ, बरु हामी चर्चका मान्छे होइन, तर उहाँ छुट्टिनुहुन्न कहिले। हिजो पनि त्यस्तै हुन्छ, आज पनि त्यस्तै हुन्छ, यही परमेश्वरमा, एक परमेश्वरमा तीन व्यक्तित्व, के पिता पुत्र र पवित्र आत्मा। यो चाहिँ व्यक्तित्व है। पिता पुत्र र पवित्र आत्मा भनेर परमेश्वर भनेर चिनिँदैन होइन। छुट्टा छुट्टै परमेश्वर चाहिँ हुनुभयो। हामीले बुझ्दा चाहिँ के हो भने एक परमेश्वर अथवा तीन व्यक्तित्व मिलेर। व्यक्तित्व भनेको पिता पुत्र पवित्र तीन व्यक्तित्व मिलेर के बन्यो? ढिक्को बन्यो। त्यो
त्यो ढिक्कोलाई चाहिँ हामीले के भन्यौँ? एक परमेश्वर। बुझ्नुभयो? तीनटा पिता पुत्र र पवित्र आत्मा मिलेर के बन्यो? एउटा व्यक्तित्व बन्यो, गुण बन्यो, स्वभाव बन्यो, कार्यशैली बन्यो, तरिका बन्यो। यो तीनटा चाहिँ ठ्याक्कै एकै ठाउँमा पिता पुत्र र पवित्र आत्माको नाममा बत्तिसमा देऊ भनेको छ कि छैन? पिता परमेश्वर गुरुबाले जहिले भन्नुहुन्छ पिता परमेश्वर पुत्र प्रभु येशू ख्रीष्टको अनुग्रह पवित्र आत्माको सङ्गति अनि सहभागिता तपाईँको दोस्रो आगमनमा आउँदैछ हामीमा उपस्थित हुनुहोस् भनेर हामीले वचनले सिकाउँछ कि सिकाउँदैन? त्यो वचन कहाँ छ भन्नुहोस्? पिता परमेश्वरको प्रेम पुत्र प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको सङ्गति तिमीहरू सबैमा रहोस्। यो भनेको के हो त? तीनटा व्यक्तित्वलाई जोडेको, तीनटा व्यक्तित्वहरू एकै ठाउँमा सधैँभरि आउनु भएको छ। तीनटा व्यक्तित्वको एउटा ढिक्को भयो। त्यो एउटा ढिक्कोलाई हामी के भन्छौँ? एक भन्छौँ। एक के? एक परमेश्वर। हालेलुया। हो, त्यसैले गर्दा विद्वानहरूले यो कुरालाई पुष्टि गरेको अनुभव पाइसकेपछि बाइबलका विद्वानहरूले त्रिएकताको सिद्धान्त अनि त्रिएक परमेश्वर चाहिँ यो। हालेलुया। बुझ्नुभयो नि होइन? प्रष्टसँग ल आउनुहोस् बलले